जापानमा जनगणनाको सिजन चलिरहेको छ। यही बेलामा स्क्याम पनि बढ्ने एकदमै देखिन्छ। त्यसैले बच्ने उपायहरू म भन्दैछु। इमेल अथवा एसएमएसबाट लिङ्कहरू आएर त्यो लिङ्क क्लिक गरेर जनगणनाको विवरण भर्ने भन्ने हुँदैन। त्यस्तो आउँछ भने स्क्याम हो भनेर बुझे भइहाल्छ। यही खाममा यहाँभित्र अब डकुमेन्टहरू हुन्छ, पेपरहरू यही खाममा आउँछ। अब यो लिएर आउने मान्छे चाहिँ कस्तो हुन्छ भन्दाखेरि लिएर आउने मान्छेले हरेक घरमा घन्टी चाहिँ बजाउँछ। अब तपाईँ घरमा हुनुहुन्छ भने अब गएर बुझ्न सक्नुहुन्छ। उसले चाहिँ घाँटीमा यस्तो खाले कार्ड लगाएको हुन्छ, ब्लू कलरको यस्तो खाले झोला, कोक्से चौसा लेखेको झोला बोकेको हुन्छ र उसले डकुमेन्ट त्यही झोलाबाट, यो खाम त्यही झोलाबाट निकालेर दिन्छ। यो भन्दा बाहेक तपाईँ घर हुनुहुन्न भने उनीहरूले तपाईँको पोस्टमा छोडिदिन्छ, मेल बक्समा छोडिदिन्छ। ओ खाम हेरेर चिन्नु पर्यो। त्यस पछाडि कसैले तत्कालै भर भन्छ भने तत्कालै भर्नुपर्छ भन्ने जरुरत छैन। अक्टोबर 8 सम्म भर्ने हाम्रो टाइम छँदैछ। त्यही भएर तपाईँले पछि हेरेर भर्न सक्नुहुन्छ। र काहीँ पनि जस्तै यस्तै नै केही फर्म आइहाल्यो भने पनि तपाईँको ब्याङ्क डिटेल, क्रेडिट कार्डको विवरण यस्तो कुराहरू चाहिँ फर्ममा भर्नु पर्दैन। जनगणनाको फर्ममा काहीँ त्यस्तो भर्नलाई भनिएको छ भने त्यो त स्क्याम भइहाल्यो। स्क्यामबाट आफू पनि बचाउँ र अरूलाई पनि बचाउँ। त्यसैले भिडियो सेयर गर्न नभुल्नु होला।